जब लाइफमा एक्लो भइन्छ नि, सबै मान्छेबाट टर्चर, सबै कुराबाट हार खाइन्छ नि, त्यतिखेर चाहिँ आफूले आफूलाई एक्लो फिल गरिन्छ क्या। त्यो एक्लो फिल गर्दाखेरि चाहिँ कोही मान्छेले घरको नाम लिँदाखेरि पनि आँखाबाट आँसु आउँदो रहेछ क्या। जब आफू एक्लो भइन्छ नि, न साथी छ वरपर, न कसैको सहारा छ, सबैबाट नराम्रो भइएछ, अनि त्यो बेला चाहिँ लास्टै घरको याद आउने रहेछ। लास्टै नै हुँदो रहेछ क्या। घरमा एकचोटि कल गर्दाखेरि पनि बोल्नै नसक्ने रहेछ, आँखाबाट आँसु आएर। केटा मान्छेलाई चाहिँ त्यही हुँदो रहेछ, सबै कुराबाट हार खाएपछि चाहिँ घर भन्ने शब्दले नै हिट हान्दो रहेछ। घर भनेर सुनिन्छ नि, त्यसपछि छुट्टै तरिकाको इनर्जी पनि आउँछ। फेरि होइन मैले गर्नुपर्छ भन्ने कुराले पनि मोटिभेट गर्छ क्या। जब घर भनेर त्यो शब्द सुनेपछि, घरमा आफ्नो आमा बाउलाई सम्झेपछि चाहिँ जतिसुकै हरिस खाए पनि गर्छु म भन्ने टाइपको हुँदो रहेछ क्या। अरू बेला त साथीभाइहरूसँग हिँड्दा ओर्दा यताउति कामसम्म बिजी हुँदाखेरि चाहिँ त्यस्तो केही नलाग्ने। जब एक्लो फिल गरिन्छ त्यसपछि चाहिँ घरको यादले सताएर लास्टै बनाउने। म त घरको दिन कि क्या जस्तो लाग्छ भने बेलामा त जब एक्लो हुन्छु म, लो फिल गरेर हुन्छु। अब घरमा कसरी भन्ने, मैले गर्नै सकेको छैन, मैले गरेको कामहरू केही भएकै छैन, कसरी भन्ने, मसँग त्यो पावर चाहिँ छैन क्या। मेरो बाबाआमालाई त्यस्तो ट्रुथ भन्न सक्ने कुनै छैन क्या, क्षमता नै छैन क्या मसँग। अब केही गर्न लागेको कुराहरू पनि पुरा हुँदैन, मैले गर्न त नखोजे होइन क्या। मेरो भाग्यले नै मलाई साथ दिएको छैन, हरेकचोटि आँसु मात्र दिइरहेको छ क्या। घरबाट हिँड्दाखेरि के सोचेर हिँडेको चाहिँ अझै पुरा भएको नै छैन। गर्नु छ, धेरै कुराहरू गर्नु छ, मन हल्का बनाएर अगाडि बढ्नुपर्छ जस्तो लाग्छ। जब म एक्लो हुन्छु त्यसपछि चाहिँ मलाई मेरो घरको यादले सताउँछ। अनि घर फोन गर्छु, घरमा बोल्छु, एकछिन अलिकति भए पनि आनन्द आउँछ। अनि त्यसपछि दुनियाँको लागि म रेडी छु, ल मलाई हेर्छस् भने हेर, गाली गर्छस् भने गाली गर भनेर म रेडी हुन्छु क्या। आफूलाई म ठिक छ, म सहन्छु अझै।